ढकालले तम्घासका आमा बुवाहरूसँग चाहिँ आशीर्वाद लिँदै गरेको चाहिँ यो भिडियो हेर्नु त एकचोटि साथीहरू। साथीहरू के लाग्छ गुल्मी क्षेत्र नम्बर 1 बाट चाहिँ सागर ढकालले जित्लान् या नजित्लान्? हजुरको के त धारणा यसमा कमेन्ट गर्नुहोस्। र मलाई चाहिँ के लाग्नु त भन्दाखेरि गुल्मी क्षेत्र नम्बर 1 बाट सागर ढकालले जित्नुपर्छ र जित्नेछन् भन्ने आशा गरेको छु। र गुल्मीका सबै आमा बुवाहरूले पनि सागर ढकाललाई नै भोट दिनु त भन्ने आशा गरेको छु। किनभने पुरानाहरूलाई दिँदै आउनुभएको नदिएको भन्ने होइन। र अब चाहिँ केही नयाँ ट्राई गर्नुपर्छ भन्ने मलाई लाग्छ। कृपया गुल्मीका आमा बुवाहरूलाई यो भिडियो सक्दो सेयर गरेर उहाँहरू चाहिँ पुऱ्याइदिनुहोस्। र उहाँहरूलाई के अनुरोध त भन्दाखेरि सागर ढकाललाई एकचोटि, धेरै नभएर एकचोटि मात्रै मौका दिनुहोस् न। यति गरेनन् भने फेरि आउनेछन् नि 5 वर्षपछि, त्यस्तिर नदिनु होला। त्यति हो मेरो धारणा। हजुरको के त यस विषयमा धारणा कमेन्ट गर्न नभुल्नुहोस्।